आज चाहिँ हाम्रो सपने डार्लिङ घरमा गेट टुगेदर साथीभाइको पर्न देखाउ न हो मेरो मुखमा पानी आयो मिटबल पकौडा चिकन रोस्ट ओ माई गॉड मेरो मितिनी के गर्दै हो एमएमएम उसको स्टाइल हेर्नुहोस् न हो स्टाइल नसकिने भयो के गर्नु ब्युटिफुल आन्टी मुस्कुराइदिनुहोस् आन्टी आन्टीको मुस्कुराहट नसकिने भयो मेरो मितिनी के गर्दैछ हौ आलु कौली पाक्दैछ साथीभाइहरू धमाधम लागिरहेको छ हामी सबजना फुडी छौँ र हामी सबै पतला पतला पनि छौँ है गाइस सिया दिदी यता हेर्नुहोस् मुस्कुराइदिनुहोस् एमएमएम सिया दिदीको मुस्कुराहट त मेरो साथी कहाँ भएको खानेकुरा हालेर ल यसरी सबैजना रमाइलो गरेर खानुपर्छ नसकेन म एउटा चाख्छु नि हौ चाख्न देऊ न एउटा मलाई हेर्नुहोस् त कति मिठो सबै नहाल्दै उनीहरूलाई मलाई पनि राखिदियो फेरि मेरो भाग सकिएला नि ल मैले पनि अलिकति हालेँ अब मैले चाहिँ हरा आलु कबाब हाल्दैछु है साथी हो ल ल प्लेटी कसेर बसेँ है केटीहरू त अब त एकजना म कति हालिदिउँ भनेर सोचिरहेको क्या ढोकामा बसेर लु म पनि बसेँ अब अचार त खान मन लाग्छ के गर्नु घाँटी दुख्छ खाँदिनँ होस् ल हेर्नुहोस् त यो आलु कबाब मिठो छ मिठो छ दामी छ दामी आन्टीहरू मेरो मितिनी ल अब बसेर खाम